स्याङ्जा जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय स्थलमा यहाँहरूलाई भिडियो मार्फत घुमाउने कोसिस गर्दछु। तपाईहरुलाई हामी आज सोरेक मैदानको बारेमा बताउन गइरहेका छौं र यस स्थानसँग सम्बन्धित धेरै विशेषताहरू छन्। यो मैदान करिब समुद्री सतहदेखि 1000 मिटरको उचाइमा रहेको छ। यहाँ बुद्धको मूर्ति, जसमा मानिसहरू शान्त स्वभावको रहन् भनेर देखिए नै बुद्धको मूर्ति यहाँ रहेको छ। चारैतिर हरियो डाँडाकाँडा गाउँले बस्तीले घेरेको छ। मैदान निकै ठुलो र समथर हरियालीयुक्त भएको कारणले विभिन्न कार्यक्रमहरू खेलकुदका लागि उपयुक्त मानिन्छ। यहाँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ छ, जसले गर्दा देश तथा विदेशबाट कयौं मानिसहरू घुम्नको लागि आउने गर्दछन्। पर्यटकीय आकर्षण स्थल पनि बन्दै गएको छ। यहाँका बिन्दु हरियाली, हिमाल दृश्यका कारण पर्यटकहरू पनि आकर्षित भइरहेका छन्। सानो गाउँहरू थुप्पा भएर बसेको छ, जसमा माथि आकाशबाट हेर्दाखेरि खुल्ला चौरहरू रहेको छ। यहाँ आन्तरिक तथा पर्यटकहरू घुम्न आउने गर्दछन्, जसमा प्याराग्लाइडिङ यहाँको मुख्य पर्यटकीय स्थलको रूपमा रहेको छ। यहाँ अन्नपूर्ण, माछापुच्छ्रे लगायतका धेरै हिम श्रृङ्खलाहरू यहाँबाट देखिने गर्दछ। माथि खुल्ला आकाशबाट प्याराग्लाइडिङ गर्दाखेरि तलका थुप्पा देखिने यी डाँडाहरू अति सुन्दर र मोहित रहेको छ। यहाँको मुख्य बजार भनेको स्याङ्जा जिल्लाको वालिङ नगरपालिका नै रहेको छ। यहाँका मानिसहरू आवत जावत गर्नको लागि बाटोको दृष्टिकोणले पनि सहजै भएको अनुमान लगाउन सकिन्छ। समुद्री सतहदेखि 1600 मिटरको उचाइमा रहे तापनि यहाँ निकै राम्रो मौसम पाइने गर्दछ। यहाँ अत्यन्तै भिड लाग्ने गर्दछ। शनिबारको दिनमा पिकनिक स्पोट पनि भएको हुनाले प्राय जसो मानिसहरू पिकनिकको लागि पनि भनेर आउने गर्दछन्। स्थानीय बजारलाई नजिकको पर्यटकीय स्थल भएको हुनाले यहाँका मानिसहरू 5देखि 10 किलोमिटर भित्रै पर्ने भएकोले घुम्नलाई अति खुसी र राम्रो सुन्दर ठाउँ देखिएको हुनाले यहाँ घुम्न आउने गर्दै हुनुहुन्छ।